ढुसीले यसो भन्थ्यो सुन्नुपर्ने रहेछ नि भन्ने यता पाक्छ होला होइन त्यस्तो होइन खामाली गतिलो काटेर अलि आलुको यहाँ मुनि आलु बनाउनु अनि अब पैसा छैन अब पैसा भएपछि मात्रै हो यसो भेलसिङहरू यसो यसो र यसो गतिलो लाउँ खाँदा पनि उस्तै यस्तो अनि माथि तेर्सो नि यत्रो यत्रो यति नेते बाई हिँड्नु यसो म त अब बढाउनु पर्ने नयाँ पैसा छैन तिमीहरू भनेको काठमाडौँ दाजुभाइ माइतीहरू चेलीले पनि जान्नुपर्छ माइतीले पनि जान्नुपर्छ चेलीले पनि जान्नुपर्छ हामी यसरी डुली हिँड्छौँ चेली एउटा धन्ना हाम्रो भागले छ भनेर घर थामेको छ भनेर चेलीले पनि चिट नभर्नु माइती पनि उस्तै चेली पनि उस्तै कता पैसा साउनमा पैसा हुन्थ्यो कता कोहीले 400 दिन्छु कोहीले 500 दिन्छु भन्थ्यो भन्ने यहाँ साउनमा धानमा कति खेतला खोज्नेहरू थियो कति बिहान दिउँसोमा 400ले बिहान दिउँसोको 800 500ले बिहान दिउँसोको 1000 रुपियाँ पैसा कति हुन्थ्यो भागबाट हामी जान्थ्यौँ नि अब थियौँ न त अब टाढो बिदाएर आजय काठमाडौँमा सुशीला र चापटी धरानमा छाँगाहरू अब खै के गर्नु पैसा छैन यो झुसीसँग भेट्नु हुँदैन यसो भन्छ भनेर मन दुख्नु चाहिँ होइन बुझेर के को मन दुख्दैन छाराहरू के दुख्नु भित्तामा अनि तिम्रो बुवाले हिजो अस्ति आयो तेरो बहिनी र तेरो आमा आएको थियो यहाँ आएको थियो जान्छ कि छैन मेरो छोराहरू आएको छ अब बेलुका छैन र पनि भात पकाउने हुनु पर्यो बोरामा दिदी कम्ता झापा तेरो आमा बाउले आइभ्यान झापा रहेको छु अम्मामी अनि भोलि पर्सि आउँछु है दिदी भन्थ्यो तेरो दिदीसँग तेरो दिदीलाई बुहारी भन्थ्यो अस्ति त्यो खोलमा बनाएको सालाई ए तिम्रो बोराउल काइला तोरीले खार यहीँदेखि हो साला होइन दिदी हाम्रो गाजर सिङले किन पो भान्जीले भारी भन्छ लाखे नानी लाखे मैले निकै चोटि सुनिसकेको छु साइनो खेल्नु जानेको छैन मैले साइनो खेल्नु जानेको छुइनँ तपाईँ गाउँघरमा गाउँ समाजले के भन्छ भन्दैन खै कुन साइनो खेदाको हो साइनो खेल्नु जानेको छैन भाइ भन्दैछु दिदी भन्नुहुन्छ तपाईँले इन्द्री भारी भन्नुहुन्छ तपाईँले पछाडि त छिलेआठा लु भएन सबैले करायो त हुन गजब सिंहले हुन इन्द्रीले भारी भन्छ तँलाई के भन्छ खोइ मेरो त स्वयं मेरो माइती काकाको छोरा लक्ष्मी मारेन जेठा लक्ष्मीको छोरा कान्छा हो लक्ष्मी मारेन जेठा लक्ष्मी स्वयं मेरो काका अङ्कल काका मेरो बाउ तारी काका भन्छु कुनै त कसो भयो होइन इन्द्रीले बुहारी भन्छ त इन्द्रीले बुहारी भन्दाखेरि कान्छी त सम्झि पो पर्यो त लाखे है चुप 10 आङ्गुल जोडिएको जान्छ दिदी भनेर आयो माछा आँखा ए गाजुरे किन दिदी भन्छ सम्झिनी भन् इजाङले दिदी त्यो इन्द्रीले किन भन्यो भन्छ चापटीले पनि तिम्रो आमा त चापटी मेरो हो माडीमा सगमको माडीमा हो कि होइन हो
हो नि मेरो बहिनी हो चापटी भन्दा रिसायो त्यो पनि चापटी यो मिमेताना दिदी रिसाएको होइन त्यस्तै हो ए। रिसाएको छैन रिसाउँदैन मान्छे राजाको त नाम नगरी काम चाल्दैन भन्दाखेरि मान्छे भाइ बहिनीको नाम काट्दाखेरि रिसाउँछ ए चापटी खापटी मलाई सबैले झुसी भन्छ त झुसी उसी मेबाका उसी भन्छ त यी सबैले त्यसै त म केही पनि भन्दिनँ। पहिले सानोमा नाम राखिदिएको होला अनि लो दिदी नभन् जाँदा सम्झिनी भन् तेरो बाबुले भन् यतिखेर मामु भन्छ तपाईँको दिदी इन्द्री मैले दिदी भन्छ चुप मात्रै लागेको छ त्यस्तै छैन भनेको कस्तो अब मामा भन्छ होइन तिम्रो बुवा गाउँघरमा मेरो स्वयं माइती मामा उसको मामै पर्यो अनि रिठेको